विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिशोध साधिएको छ। सरकार आफू अपराधीहरूलाई मुक्ति दिन्छ, करका दर सम्बन्धी सूचनाहरू चुहाएर बिचौलियाहरूलाई लाभ दिन्छ, जनताका सम्पत्ति छानबिन गर्छ तर आफूलाई यो दायराभन्दा बाहिर राख्छ। छानबिन आयोगलाई स्वतन्त्रता नदिएर प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दछ र छनौटपूर्ण प्रतिशोधको लागि हतियार बनाउँछ। सरकारले 2083 असार 9 गते नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्रीलाई सम्पत्ति शुद्धिकरण अभियोग लगाएर पक्राउ गरेको छ। एकजना गत निर्वाचनमा उहाँका प्रतिस्पर्धी र अर्का वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्। उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो। सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी वित्तीय कारबाही कार्यदललाई हामीले उच्च ओहदाका मानिसहरूलाई पनि समातेका छौँ भन्ने देखाएर हिजो कतिपय त्यस्तै मुद्दाका अभियोगीहरूलाई दिएको उन्मुक्तिको क्षतिपूर्ति गर्ने उद्देश्यको लागि पनि यो धरपकड गरेको छ। यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र त्यसमा पनि नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ। गत जेठ 17 गते सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह छापामार शैलीमा संसदमा आउनुभयो र प्रश्नोत्तर समयको लागि जिद्दी गर्नुभयो। त्यस क्रममा 6वटा प्रश्नको उत्तर दिनुभयो जसमा थुप्रै विवादास्पद कुराहरू पर्दछन्। ती विवादास्पद विषयहरूमध्ये एउटा नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्ने रहेको थियो। त्यस दिनदेखि यस सम्बन्धित सदनमा सबै प्रतिपक्षीहरूले नेपालले कुन कुन ठाउँमा भारतको भूमि मिचेको रहेछ देखाइदिन पर्यो, होइन भने माफी माग्न पर्यो र संसदको रेकर्डबाट उहाँको अभिव्यक्ति हटाउनु पर्यो भन्ने माग गरिरहेका छन्। कहीँ नभएको जात्रा हणी गाउँमा भने जस्तै देशको प्रधानमन्त्रीले सम्बन्धित पक्षले समेत नबनेको र अहिलेसम्म कतै नउठेको नेपालले भारतको भूमि मिचेको छ भन्ने संसदमा बोल्ने कुराले गम्भीर षड्यन्त्रको सङ्केत गर्दछ। म आज यो माग पुनः दोहोऱ्याउन चाहन्छु र भन्न चाहन्छु, यस्तो राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीज्यूले देशसँग माफी माग्नुपर्छ। हामी यो कुरा किन उठाइरहेका छौँ भने कुनै दिन दुई पक्षबीच वार्ता भयो भने प्रधानमन्त्रीको यो भनाइ नेपालका विरुद्धको प्रमाण हुन सक्छ। त्यसैले उहाँ संसदमा आउनुपर्छ र सो सम्बन्धमा प्रष्टीकरण दिनुपर्छ। साथै संसदको अभिलेखबाट उहाँको विवादास्पद अभिव्यक्ति हटाइनुपर्छ। साथै म दोस्रो कुरा पनि राख्न चाहन्छु, सरकारले 2083 असार 9 गते नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्रीलाई सम्पत्ति शुद्धिकरण अभियोग लगाएर पक्राउ गरेको छ। एकजना गत निर्वाचनमा उहाँका प्रतिस्पर्धी र अर्का वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्। उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो। सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी वित्तीय कारबाही कार्यदललाई हामीले उच्च ओहदाका मानिसहरूलाई पनि समातेका छौँ भन्ने देखाएर हिजो कतिपय त्यस्तै मुद्दाका अभियोगीहरूलाई दिएको उन्मुक्तिको क्षतिपूर्ति गर्ने उद्देश्यको लागि पनि यो धरपकड गरेको छ। यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र त्यसमा पनि नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ। विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिशोध साधिएको छ। सरकार आफू अपराधीहरूलाई मुक्ति दिन्छ, करका दर सम्बन्धी सूचनाहरू चुहाएर बिचौलियाहरूलाई लाभ दिन्छ, जनताका सम्पत्ति छानबिन गर्छ तर आफूलाई यो दायराभन्दा बाहिर राख्छ। छानबिन आयोगलाई स्वतन्त्रता नदिएर प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दछ र छनौटपूर्ण प्रतिशोधको लागि हतियार बनाउँछ तर दोष अरूलाई देखाउँछ। काँक्रो आफू खाने र बिहा अरूको मुखमा लगाइदिने व्यवहार निन्दनीय छ। हामी हाम्रा पार्टीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलको तुरन्त रिहाइको माग गर्दछौँ। साथै म तेस्रो कुरा के राख्न चाहन्छु भने यो पत्रिकामा आएको छ, एउटा मन्त्रीले 9 जनासम्म सचिवालयमा राख्ने सल्लाहकार र निजी सचिव भनेर राख्ने भनेर भनिएको छ। त्यो के हो, त्यसको वास्तविकता यदि साँच्चै त्यो कुरा हो भने त्यो पनि एउटा नीतिगत भ्रष्टाचारको नमुना हो। म यो कुरा यहाँ सम्झाउन चाहन्छु। हस्, धन्यवाद।